कहिले खाइसक्नु हो क्या हामी त ब्याकग्राउन्ड डान्सर हो अब खाने तरिका त यो हो नि त दाइको खतरा गीत सुन्नको लागि सबै तयारी यति चाहिँ खाइयो नि यति चाहिँ खाइयो नि आमामै प्रिन्स दाजु अझै खाँदै हुनुहुन्छ ओ यहाँ भिडियो सुट गर्दा गर्दै चाहिँ पानी पर्यो होइन तिमी चढ्न सिपाल हो नि त कैसा लगा मेरा मजाक प्रकाश जाँदैछ यहाँ पार्टी बनाउनु भएको कपाल मेकअपको सामान कति भारी रहेछ त बस्दैन एउटा हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल ल भएछ ल हेलो गाइज तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ होइन अनि हामी चाहिँ आज आएको छौँ सुटिङमा फेरि यो ठाउँ चाहिँ कुन ठाउँ भने रानी पोडी त्यस्तै त्यस्तै ठाउँको नामै आएन अनि हाम्रो टिमहरू चाहिँ उता हिँड्दै हुनुहुन्छ पारी माथि अन्त मेरो साथी हो इट्स मी उत्तम दिक्क मेरो भ्लगमा नि गरेर सब्सक्राइब उसको तिम्रो नाम भन्यो न उत्तम डी डट के छ युट्युबमा टक्क मेरो पनि अलिअलि भ्युज आउनु लाग्यो 34-35 त मेरो नि आउँछ नि हो के हेपेको हो क्या बिस्तारै बिस्तारै बढ्ने हो ल आज मेरो लुक चाहिँ यस्तो छ अनि पछाडिको भ्यूहरू नि राम्रै देखिरहेको छ यहाँबाट चाहिँ ल है त हेर्दै गरौँ भ्लग हेर्दै गरौँ है गाइस यो चाहिँ इन्स्टाको आइडी कसलाई चाहिन्छ भने यसो भनौँ हाम्रो ह्यान्डसम मान्छेको तिम्रो त खालि पोर्ट्रेट मात्रै देखायो कस्तो गीत हो लु भन गीत नै थाहा छैन तपाईँको 2 शब्द केही छ बोला नि त एकदम बिजोग भयो कि यहाँ सामान लिएर नि यहाँ फोन बोक्नु पर्यो इन्स्टाग्राम बोक्नु पर्यो आजको हाम्रो मोडल दाजु हाम्रो यारके दाइ मास्क खोलिदिनु न एकछिन ओ गीत चाहिँ है हाम्रो ल अहिले म्युजिक भिडियो बनाउनु चार्ज भएको है हजुर मेकअप आर्टिस्ट होइन ए मेरो ब्लग है गीत यही हो हजुर सुनेको ए ओ कस्तो दामी देखियो है सिन ओएमजी यस्तो दामी भयो है तिमी मलाई पनि देखाउने यता ल दुईजना एकअर्कालाई देखाउँदैछु ऊ पनि भ्लगर भन्दिने बस्नु ल चाहिँ आयो किन बस्या ल के बोल्नु ल हेलो गाइज होइन अनि अरू मोडलको आज देख्न सक्नुहुन्छ पछि होइन अहिले चाहिँ को हो साँच्ची हामी त ब्याकग्राउन्ड डान्सर हो अब हामी कलकत्ता खतरा गीत सुन्नको लागि सबै तयारी अवस्थामा बसिदिनु होला सुनेर एकदम मनोरञ्जन लिनु होला यति भन्दै मेरो गीत यहीँ अन्त्य गर्न चाहन्छु ल अन्त्य भइसक्यो क्या मलाई ए ल एकचोटि अलिकति खरि गाइदिउँ न ल बोलले भए बोलै बोलाउँदै ल ल ओ
ल ल ल अफ गरिदिनु चार्ज सकिन्छ फेरि हाम्रो आशिष भाइ एकदम ह्यान्डसम भएर आज सुटिङमा आएको छ सबै हेर्न सक्नुहुनेछ मेरो नाम हो आशिष अब उहाँबाट जाँदै हुन्छ एउटा बगे लाग्यो के भने बाजेको बजान बतासमा लाग्यो बाजेको बजानले म त के हो झम झम नाचिदिउँ जस्तै लाग्यो नि तिम्रो बोलीले के हो प्रकाश चिरिबिरी चरा चुरुङ्गी हामीले खाएको ऐसेलो हौ अब उही चढेको हेर न उ त्यहाँ माथि तान्दैछ प्रिन्स त हेर तान्दैछ प्रिन्स त म थिएँ त प्रिन्स दाइ म थिएँ त हामीलाई कसले तान्ने हामीलाई चाहिँ अब कसले तान्ने ठिकै छ नि त अरूलाई चाहिँ तानेर लाने लाग्यो नि तिम्रो बोलीले हाम्रो उकालो चढ्ने काम भइरहेछ अहिले चाहिँ है चिरिबिरी चरा चुरुङ्गी मेरो भावना मेरो उकालो रहेछ यार। छोरी हजुर सुमन बुझ्यो अहिले कुन गीत मेरो भावना छोरी होला नि मैले सुनेको थिएन तिमीहरू चढिसकेको हो यहाँ देखाउ मलाई देखाउ ल किन डाँडामा कति छिटो चढेँ अरूभन्दा तिमी चढ्न सिपाल हो नि त अनि यस्तोमा दौडियो भने के हुन्छ प्रकाश यस्तो दौड्यो होइन यहाँबाट चढ्ने त हो त यहाँबाट हो कि यहाँबाट चढ्नुपर्छ के तपाईँलाई त त्यो सबै बोकेर चढ्यो भने त तलतिरै तान्छ यहाँ प्रकाश जाँदैछ यहाँ उडेर अब जम्प हानिन्छ त्यहीँदेखि उसले जम्प हान्दै क्या ऊ ल ओ माइकल ज्याक्सन के हिँडायो त्यस्तो माइकल ज्याक्सन ओ माई गॉड खोइ अलि फास्ट अझै फास्ट देख्यो प्रकाश हजुर मलाई सँग लाग्यो यही त हो नि यहाँभित्र होइन होला वाउ नाइस 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 भ्यू वाउ छिट्टो आउनु छिट्टो ओ हाम्रो चाहिँ फाइनली अहिले चाहिँ लोकेसनमा आइपुग्यौँ अनि गाडी चाहिँ नआउने भएर चाहिँ हामी हिँड्नु पऱ्यो लगभग अब आयो स्विमिङ पुल छ पानी छ यता चढ्ने आधी घन्टाभन्दा बढी हिँड्नु पऱ्यो अनि लोकेसन चाहिँ यही हो जस्तो छ है खोइ हाम्रो टिम यता आउनु भएको छ यता आउनु भएको छ हाम्रो टिम कता यहाँ आउनु चाहिँ लाग्छ ए ल खोइ हाम्रो अरू ग्रुप चाहिँ कता ओ नाइस ओ क्या दामी यार बिर्से खुवाको मेरो फोन ओ माइ दिदी फोन किन लिएको मामाले मलाई मार्छ त फाइनली अहिले चाहिँ हामी यहाँ आइपुग्यो ठ्याक्कै यहीँ रहेछ अनि तलतिर आएर भुलिरहेको थियौँ नि त हामी के रे कहाँदेखि रे जडीबुटी काठमाडौँ ठाउँदेखि आज हाम्रो आउनुभएको छ मोडल खै कहाँ गयो हाम्रो टिम चाहिँ अरू नाइस भ्यू त्यही धेरै भ्लगर नबना न हौ नेक्स्ट मोमेन्ट हजुर देखाउँछ हाम्रो गाइडहरु चाहिँ ए हामीलाई छोडेर आउने सरहरू पनि सरहरू हामीलाई छोडेर आउने ठिकै छ नि त वेलकम टु माई हुड कस्तो दामी रहेछ है डेकोरेसन ओ नाइस एक्लै हिँड्ने हामीलाई छोडेर बहिनीहरू पाएपछि एक्लै हिँड्ने खै बहिनी बस्ने भावमा त बल्ल बल्ल आयो यार 1 घन्टै लाग्यो कस्तो भ्यू छ नि आजको चाहिँ आफै ए न न न नआउ न सरहरू वेलकम माई ब्लग ल
फर्काउन अब यस्तो चाहिँ बवाल छ नि यहाँ त ठाउँ त आफै पिङ पनि रहेछ यार जम्पिङ झपाक नि रहेछ त ल हामी तीनजना भन नि यार ल ब्याकग्राउन्ड चाहिँ हेर्नु पर्यो ल गो घुमा नघुमा यतापट्टि घुमा यस्तो वेलकम टु हुड भन्नु पर्यो यता यस यस्तो चाहिँ बवाल भिडियो हान्यो नि अहिले हामीले ल म अहिले एकछिनमा खिच्छु ल अन्त हामी चाहिँ अहिले सानो भिडियोहरू क्लिप्स टिकटक भिडियोहरू खिच्छौँ होइन अनि यो चाहिँ हाम्रो दिदीहरू चाहिँ मेकअप गर्दै हुनुहुन्छ वाउ दिदी राम्रै बनिदिएको तपाईँ ओ माई गड न न न न न न ल पार्टी बनाउनु भएको कपाल चाहिएन त चाहियो नि पानी खानु पर्यो ए मेकअपको सामान कति भारी रहेछ त आफै होइन तपाईँ नि गर्नु प्रिन्स नि गर्नु गौरव भएर फेरि ए गर्ने हो आपा बाबा हिरो बनिदिनु भएको हेयरस्टाइल चाहिँ कपाल अस्ति नकाटेको चाहिँ हुन्थ्यो हो र कहिले म्याउ जन्तै बाख्रो बनाइयो नि त होइन ल अब हाम्रो सुट चाहिँ यहाँ हुन लागिरहेको छ अनि के अनि ल गाइड इन्ट्रो अघि नै भइसक्यो अब चाहिँ हाम्रो यहाँ सुट हुनु लागेको छ होइन अब हाम्रो यहाँ सुट हुनु लागेको छ अनि तिम्रो के छ रोल भन इन्ट्रो अघि नै भइसक्यो ल दाइको प्रकाश दाइको युट्युब च्यानलको भ्लग अनि यहाँ चाहिँ हाम्रो अब गफ गरेको सिनहरू हुन्छ है अनि केटीहरू टक्क यताबाट आउँछ होइन टक्कै स्टोरीहरू अलिअलि भनिदिएर निस्काइदिनु ल ए तपाईँ हाम्रो दाइको छैन ए यस्तो छ ल दिदी नै आउनु ल दिदी आउनु दिदी आउनु रे दिदी थम्नेलको लागि चाहिन्छ नि त फेरि आफ्नो नोकिया पर्यो खोज्दैन एउटा अब हाम्रो सुट सुरु हुनु लाग्छ है ल एकदम हामीले आज क्यामेराले साथ दिनुपर्ने हुन्छ त्यहाँ पूजा गर्छौँ न अब हो गर्छौँ न ए ल ल केही भन्न चाहनुहुन्छ सुरु हुँदा सुरुमा सुरु हुन ल है त हजुर क्यामेराम्यान होइन ए ल पहिला ढोग्नु पर्यो नि हामी चाहिँ यता टक्क ढोग्नु त पर्छ नि ढोग्नु त पर्यो नि ए मैले त यहाँ गोजीमा हालेको थिएँ 10 रुपियाँ छ नि हो धेरै त होइन 10-15 मिनट थ्याङ्क यू सो मच साथ दिनु पर्यो हामीलाई दिनभरि मैले खिचेँ साथ दिनु पर्यो आजलाई ल है त अब हाम्रो सुट सुरु हुन लागेको छ पानी आयो पानी तर त वान टेकमा नबिगाएर केटा वान टेक
वान टेक फिनिस अलिकति टेक भयो होइन टेक भयो भएन अलि पानी चाहिँ खाइहाल्नु अलिकति अलिकति आवाजमा दम आउँछ म सबै खाइदिन्छु लास्टतिर तापक्रम बढ्यो गाइस रेडी हो लो रेडी हिन्दीमा भन्छ नि ल एक्सन लो कैसे हो हामी आएको छौँ तुम लोग को क्या चाहिए बोलो मैं सब भाइ भात छैन थाहा छैन उनीहरु कुरा गर्छ हामी देखाइदिनु मात्र जीएफ नहीं है सिंगल है तुम लोग हम सिंगल है बोलने से नहीं होता हम सिंगल है तुम ऑल्सो सिंगल है यू ऑल्सो सिंगल है यस आई एम सिंगल वो बेस वाली है ना वही है है सिनेमेटिक ओहो तपाईँ त बबाल नि आपुई ल कैसे है भाई केटाहरू आज के हो अच्छे दिख रहे हो अच्छा देख रहे हो बहुत अच्छे अच्छी है अच्छी है हमको पसंद आया हमको भी अरे बहुत क्यूट है हाँ हमको पता है ना हमें कुछ नहीं पता है हम क्या करती है कुछ नहीं बहुत अच्छा है ना के भयो यो मोबाइल लिएर गएको टेक यहाँबाट खिच्दा हुन्छ फाइनली अब हाम्रो वान टेक चाहिँ सकिसकेको छ अनि अब हामी चाहिँ खाना खान लाग्यो लास्टै भुँडी दुखेर यो त्यस्तै भइसक्यो क्या भोक लागेर कुनमा हो यो चाहिँ भयो सोच्नुभयो त्यही त 10 रुपियाँ ओके 6वटालाई फाइनली अब हाम्रो चाहिँ खाना रेडी भइसक्यो अनि आशिष छ नि ल मलाई नि मेन्सन हाल्नु न अनि अब चाहिँ हामी खाना खानु लागेको छौँ टक्क लगाएर यस्तो आइटम छ होइन आलु गोबी अर्का चाहिँ तिम्रो आइडिया दाल यो रसबरी तिम्रो आइडिया ल मैले खिचिरहेको छु ल माई ट्यालेन्टेड आर्टिस्ट अर्जुन होइन एकदमै ट्यालेन्टेड सुपर ह्यान्डसम आज देखाएको छ होइन हजुर आफूको ग्लिटर शिवरमा चाहिँ अब खतरा डान्स गर्छ डान्सको पार्टहरू बाँकी नै छ हाम्रो हिरो होइन सेकेन्ड विलियम होइन ल दुईटा बाँकी अर्जुनको डान्स हेर्नलाई चाहिँ एकदमै है एक्साइटेड एभ्रीबडी होइन ल अहिले चाहिँ खाना हौ इन्जोय ओके इन्जोय गरौँ खाना चाहिँ खानुपर्छ है यो नाम भनिदिनु रे यति राम्ररी मान्छे भन्नु पऱ्यो के ए प्रकाश तिम्रो नाम हाल्नु न पकडी खान्छ अनि तपाईँले खायो घुम्दै दिनुहोस् न म त्यही सोध्नै लाग्यो चिलोमा हानेर हो ए म त यस्तो आनन्द कस्तो छ चिकन खाने त हो भात त खाने त हो त यो नै खाने हो क्या यो खाना त मासु हान्नुपर्छ यसरी खाना खाने हो खाना कसरी खाने सिक्नु छ भने यसो टक्क थकालीको सब यस्तो चाहिँ हो सकेछ कति छिटो यहाँ ओ माइ गॉड यस्तो दामी छ नि खाने तरिका त यो हो नि त दाइको सही छ क्या खाने तरिका दुईटा दाइको आशिषको झन् एक थाल सकाइसकेँ मैले हातमा हेर न हातमा लगाएको हेर न आपा यी मेरो साथी यहाँ छ तिम्रो मित के छ सर चुपचाप छ त ऊ त ए ए ए म नि खाँदैछु खाना इतना अच्छा है स्वाद लगी खान्छ तपाईँले हेर्दै गर्नु ल म खाँदै गर्छु म यसरी थकाली ल्याम तपाईँले हेर्दै थुकुचु गर्नु ल यस्तो ल्याम अलिक यस्तो हाल्नु न ल
धन्यवाद खानाको लागि। खाँदै हो अझै खाँदै हो खाइसक्यो दिदी? कस्तो छ खाना? खाना खानुभयो नि क्या तपाईँले? खानुभयो? कस्तो छ खाना? मिठो छ? मिठो छ दिदी? खाना खाना यता तपाईँले किन थोर खानुभएको खाना? मिठो लागेन? हो र ल हामीले चाहिँ अघि नै सकिसक्यौँ। अब ल 8 चोटी थपेको 6 चोटीमा अब यहाँ भिडियो सुट गर्दै गर्दै चाहिँ पानी पर्यो होइन। ब्रेक टाइम अब पानीमा ब्रेक टाइमै खै ल ड्रोन हाने कहिले भर्खर दामी होला सायद। केटा किन बाजेको? वाउ आयो गयो। वाउ अब यहाँ चाहिँ हाम्रो यो रियाक्सनहरू कस्तो हुँदैछ होइन। अनि यता हुँदैछ अब मेरो यो रोल चाहिँ यस्तरी हिँडेर जानुपर्ने टक्क यस्तो गर्नुपर्ने। पायो भन्दैमा फेरि तान्ने होइन नि। यता म चाहिँ फेरि तान्छु एकछिन अलिकति म फर्स्टै हो क्या। म जान्दछु नि त आशिषले बनाउँछ खतरा। गरम गरम गर्न चाहिँ पर्छ है। त्यस्तै गर्ने हानी होइन त पसिनै आफै। हुक्का मेरो बिराल हेर्ने बिल्ली यहाँ रे बिल्ली दिनु एरिका हो बिल्ली भिडियो हेर न तपाईँले गीतै नमिलाएको? गीत चाहिँ नमिलायो। कोरियोग्राफरले नै हाल्दैछ राम्रै त हो। टिकटकमा पनि कमेन्ट गरिसक्यो। कुन मन पर्यो मेरो सानो युडी त म पनि गर्छु। आँखाका ग्लिटर प्याकअप सुरुमा केही भन्नु भएन। खतरा ब्याकअप हान्ने है। यस्तो 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 मेरो लागेको छ टाउको दुखेको छ फेरि मेरो उस्तै होइन। तिम्रो भ्लगिङ हाल्नु न अन्त अहिले। अनि फाइनली अब हामी चाहिँ
लगभग अहिले 11 बज्यो है 11 बजे रातिको सुटिङ त्यस्तै हुन्छ कहिले 11 कहिले 12 कहिले 1 होइन यस्तै हो अब आजलाई चाहिँ सक्यो अब यो भिडियो लगभग आउनलाई 1 हप्ता जति लाग्छ होला यो त पछि हाल्छ र बाई बाई मलाई यो